नमस्ते, म सुवर्ण तिवारी। विगत 4-5 वर्षदेखि चाहिँ क्लासरुम बेस्ड स्टिम एजुकेसन लगायत रिसर्च एन्ड डेभलपमेन्ट वर्कमा आबद्ध भएर काम गरिराखेको छु। अहिले चाहिँ हामीले यो विशेष गरी रोबो आरम्भको थ्रुबाट क्लासरुममा विद्यार्थीले पढेका थ्योरिटिकल कुराहरूलाई चाहिँ प्र्याक्टिकल्ली कसरी उतार्न सकिन्छ, त्यो ह्यान्ड्स अन प्रोजेक्टको थ्रुबाट चाहिँ कसरी विद्यार्थीहरूलाई चाहिँ टेक्नोलोजीसँग जोड्न सकिन्छ, टेक्नो फ्रेन्ड बनाउन सकिन्छ भनेर चाहिँ हामीले एउटा प्रोजेक्ट स्टार्ट गरेका छौँ। र यसमा चाहिँ हामीले विभिन्न किट्सहरू, स्टिम किट्सहरू डेभलप गर्ने, रोबोटिक्सका किटहरू डेभलप गर्ने र त्यसबाट चाहिँ विद्यार्थीहरूले रोबोटिक्स, स्टिम सँगसँगै इनोभेसनका प्रोजेक्टहरू गर्ने सिक्ने छन्। र हामीले विगतका वर्षहरूमा क्लासरुममा गएर पढाइरहँदाखेरि चाहिँ धेरै स्टिम किट्समा चाहिँ रिसर्च गरेको र त्यो चाहिँ फिल्डमै इम्प्लिमेन्ट गरिसकेको हुनाले पनि विद्यार्थीले चाहिँ कसरी विद्यार्थीलाई सिकाउँदाखेरि चाहिँ बेटर हुन्छ, विद्यार्थीलाई अझ इन्टरेक्टिभ हुन्छ, लर्न विथ फन हुन्छ भनेर चाहिँ हामीले लगभग 20-25 वटा किटमा चाहिँ काम गरिसकेका छौँ। त्यही किट मध्येको सर्टेन किट चाहिँ मसँग अहिले यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। सर्टेन स्याम्पल छ, यो म एकछिनमा तपाईँहरूलाई डेमो पनि गर्नेछु। सो क्लासमा चाहिँ विद्यार्थीहरूलाई हामीले चाहिँ ह्यान्ड्स अन विद्यार्थीहरूले सामान चिनेरै, सामानलाई फिल गरेरै, जस्तो सोल्डरिङका टेक्निकहरू भयो, ब्रेडबोर्डका कनेक्सनका टेक्निकहरू भयो, तपाईँको पावर सप्लाईका कुराहरू भयो, ती कुराहरूलाई चाहिँ मध्यनजर गर्दै विद्यार्थीहरूले उनीहरूले खेल्दै सिक्दै भन्ने मेथोडोलोजीमा रहेर हामीले चाहिँ विद्यार्थीहरूलाई सिकाउने छौँ। र केही किटहरू चाहिँ मसँग यहाँ अगाडि छ। यो किटहरूलाई चाहिँ म तपाईँहरूलाई कस्तो हुनसक्छ त, विद्यार्थीहरूले प्रोजेक्ट बनाइरहँदा ती प्रोजेक्टहरू कस्तो देखिन्छन्, कहाँबाट सिक्छन् भन्ने कुरा चाहिँ म एउटा-दुईवटा हजुरहरूलाई डेमो देखाउँछु है त। जस्तै यो चाहिँ हामीले एउटा नर्मल स्टिम बेस्ड रहेर वाकिङ रोबोट चाहिँ कस्तो हुन्छ एउटा भनेर चाहिँ हामीले एउटा डेभलप गरेको किट हो। यसमा चाहिँ तपाईँहरूको जस्तै एउटा मान्छेको मुभमेन्ट कस्तो हुन्छ, एउटा वाकिङ रोबोटको मुभमेन्ट कस्तो हुन्छ भनेर एउटा डेभलप गरेको बेसिक किट हो। सो विद्यार्थीहरूले चाहिँ यस्तो प्रोजेक्टहरू चाहिँ आफैले बनाउन सक्ने भए, डिजाइनका कुराहरू सिक्ने भए।